ल गाइस आज चाहिँ ट्यावलबाट सुरु भ्लग है जात्रा त्यहाँ सौगल पुगिसक्यो रथ चाहिँ ल सेम रक्सी हो अब गइरहेको छु सौगलमा होइन फर्र आएको चाहिँ जात्रा हेर्ने हो होइन रहिला गर्ने हो केटा हो होइन लाइक स्योर सब्सक्राइब चाहिँ ठोकिदिनु पऱ्यो नि जित्ने हो भ्लगलाई माया देखाउनु पऱ्यो नि त्यही हो निक्ले वाइ गर्छ नि खतरा पारामा चलफल हो नि आज त हाम्रो चलफल देखाउने हो नि रिप्रेजेन्टिङ त्यता है त्यता वेस्ट कोस्ट है जात्रामा हामीले रत्न ताने कसले तान्छ त्यही यहाँ चाहिँ मेरो स्कुलको साथी छ है त्यही हो ल अब गइरहेको छौँ हामी सौगलतिर होइन गाइस मस्तले ए गाबल होइन त्यही हो मस्तले गइरहेको छु राति आयन भाइको चलपल हुन्छ मङ्गल बजार त्यही हो रहिला गर्नुपर्छ आज हामी चाहिँ होइन त्यो गाइस यो ब्लग चाहिँ ढिलो हुन्छ आउन किनकि म यहाँ ट्यावलमै 1-2 दिन या 1 हप्तै बस्छु होला त्यो हो है त जिउ छ त्यो गर्नु पर्ला त्यो हो है गाइस अब त्यहाँ कहाँ काबल होइन काबलमै भेटौँला नि गाइस ल गाइस पुगिसक्यो ए कहाँ रे गावल त्यही हो पुगिसक्यो पुग्न आँट्यो रथ भाषा चाहिँ त्यो हो है त ठुलो रथ अलि उता छ सानो रथ चाहिँ देखिसक्यो बचाउने कुरा हो मलाई जोडा सिधा भएको त्यही त विश्वासै लागेको ल अब चाहिँ गइरहेको छ हामी होइन टक्क रहिला गर्नुपर्छ त्यही हो है गाई मस्त पारा आउँदा हुन्छ जात्रा हो होइन सबलाई वेलकम छ चिन्या होस् है नचिन्या होस् त्यही मस्त गइरहेको छु हिँडिरहेको छु नि गाइस हिँड्नु त परियो त्यसकै छ होला कतिवटा च्यानल हिँडिरहेको छ है गाइस रथ भाथा पुग्न लागिसक्यो हिँडिरहेको छु त्यसको बनानी गर भन्दैन म गइरहेको छु टक्क पारामा होइन धनहरू भ्याक्सनहरू है भविष्यको डरै लाग्छ दादाहरू देखेर अब गइरहेको छु पुग्यो त पुग्यो ठुलो रथ चाहिँ देखिसक्यो होइन अब सानो रथ चाहिँ देखाएको सानो छ र त हो यो खला अहिले तरिङ जानु गाली छिटिङ प्यारी लाने हो रहेछ हाम्रो देउता शान्ति देउता हो अब हेर्दै जाऊ दोरी खाला कस्तो हाल हुन्छ कसरी भिरमा साप्ला गर्नुपर्छ गइरहेको छु टक्क पारामा यहाँ आनेका ल रथ भाषा पुगिसक्यो देखिएर होला गाइस होइन सिद्धै रहेछ ठुलो रथ चाहिँ सिद्धै रहेछ है गाइस पहिलाको 2 वर्ष त सुती आएकै हो घर घरमा ठोकेर के भा भन्दा म माथि हुँदाखेरि काटे प्लाक्दै भएको थियो ल रथ भाषा पुगिसक्यो है गाइस त्यो हो टक्क अब लाइक सेयर सब्सक्राइब पनि गर्नु पऱ्यो नि ल अब एकछिनमा भेटौँला गाइस है ल त्यो हो केदार भेटिसक्यो नचल्न मेरो भ्लगमा नि गर्नुपर्छ है मेरो जोनमा भ्लग केदार छ यहाँ तन्दै भेट्छ मेरो जोनमा चाहिँ सब्सक्राइब गर्नु है ल यसको पनि गरिदिनु पऱ्यो गाइड है म अहिले देखाउँछु हेर्नु कुन भ्लग भन्दाखेरि ल छिटो देखा ल यो छ जोन छ है जोन ल यसको पनि सब्सक्राइब गर्नु पऱ्यो यहाँ केदार छ तन्दै है उयस पारामा हो नि ल देउता चाहिँ उता छ गाइस मस्त पारामा ल गाइस ल अब एकछिनमा भेटौँला है ल एकछिनमा भेटौँ गाइस केदार चाहिँ त्यहाँ रथ तान्नलाई गइरहेको छ हामी चाहिँ यहाँ मङ्गल बजारमा बसिरहेको छु भाइसित छ मेरो भाइ छ यहाँ है ल भन्ने
दुई शब्द मेरो भाइ लाइक सेयर सब्सक्राइब है गर्नुपर्छ केटाहरू चाहिँ त्यहाँ रथ तान्नलाई बसिरहेछ रथ चाहिँ तानिसक्यो अब रथ यहाँ आउने बेला चाहिँ एउटा क्लिप खिच्नुपर्छ गाइस त्यही हो है अब बसिरहेको छ यहाँ केटाहरू त्यहाँ अगाडि छ हामी चाहिँ यहाँ धेरै आउँछ है धेरै आउँछ हामी चाहिँ मङ्गल बजारमा त्यही हो रहिला हुन्छ केटाहरूसित रहिलो गर्नुपर्छ जिन्दगीको मोडमा त्यही हो है गाइस अब यहाँ रथ ल्याएकी भेटौँला गाइस त्यही हो केटाहरू त्यो अगाडि छ त्यो हो है त गाइस मङ्गल बजारमा रथ पुगिसक्यो केटाहरू पनि कहाँ पुगिसक्यो हामी दुई जान्छु भएको त्यहाँ बोल्दै है केटाहरू हाम्रो यहाँ केटाहरू खोज्नेतिर पुऱ्याइरहेको छु केटाहरू भेटाएको छैन म चाहिँ टोइलेट एकचोटि जानै पुगेर आइसक्यो तिनीहरू चाहिँ भेटाएको छैन हेर्न केदार आएर पर्दैन अगाडि बस्दा भने यहाँ केटाहरू खोज्नु परेन चल केटाहरू देखाएको छ स्यानिक भाइ गयो गाइस रथ तानिरहेछ टक्क पारामा ल्याउँदैन गाइस खतरा भइरहेको छ चिल फाइनली मङ्गल बजारमा पुग्यो है अब केटाहरू खोज्नुपर्छ अब केटाहरूलाई खोज्न जान आँटे अब केटाहरू भेटेपछि भेटौँला गाइस हो यहाँ केटाहरू भेटिसक्यो अझै केटाहरू भेटेर पनि यहाँ घर जान आँटिसक्यो यहाँ आउँदैछ केटाहरू है सब यो जोन भाइ है टक्क बाराम गइरहेको छ हामी है फर्र रहेला भयो जोस टक्क पारामा गइरहेको छ हामी ल त्यो केटा हो वेस्ट पारामा आज जोस रमाइलो भयो यो ब्लग चाहिँ होइन गाइस ढिला हुन्छ आउन चाहिँ माइन्ड नगर्नु होला त्यो हो है त है होइन त है केटाहरू आइरहेछ राति पनि भइसक्यो धेरै हुन्छ 6:35 भइसक्यो यो 36 भनौँ न अब केटाहरू छ म्याच छ सबलाई है म्याच छ सबलाई लगन खेलमा पुऱ्याउन गइरहेको छु मेरो केटाहरूलाई होइन घर जाने आइरहेको छु अब लगन खेलमै भेटौँला नि गाइस त्यही हो खेल पनि पुगिसक्यो यहाँ केटाहरूलाई छोड्न आइसक्यो म चाहिँ होइन त्यही हो लगन खेलमा पनि पुगिसक्यो केटाहरू जान लगाइरहेको छ दुईजना त्यही खुसीमा लाइक सेयर सब्सक्राइब है त ल यो के गरे हो
कति मिलाउनु पर्ने पारामा तनाव होइन यही हो पारा हाम्रो थक है थक पा जित्ने भइआएछ बिस्तारै हान्छु नक ल यस्तो बस पार्क छ लगनखेलमा गाइज टक्क छ गाडी चढ्नु होला होइन यता यहाँ त भक्तपुरको त देख्दै देख्ने म त गाडी हो त्यही हो ल है कस्तो कस्तो राति भए जस्तो फिल आएको छैन यार यो क्यामेरामा हेर्दा त फुल बिहानै छ ल यस्तो भएर छ यतातिर हो क्या खासमा यतातिर हो नि भक्तपुर है के त हो गाडी खोजिरहेछ ल बस भेटेँ कि भेटौँला गाइज म चाहिँ यताको अलिकति लोकल मान्छे भन्नु होइन त्योहरू नक्चोर्न खोजिरहेको छ यसरी नि पिट्न सक्छु होइन ल अब आज चाहिँ हाम्रो यहाँ रातो मसिन्दको जात्रा होइन मङ्गल बजारसम्म टुङ्गियो अब भोलि चाहिँ सुन्दारामा ऱ्याउट लड ट्याकलमा डिजे अब बस भेट्यो कि भेटौँला गाइज केटाहरू जान आँट्रा छ नि त है अर्को एउटा कुरा नि भन्नु थियो है त भन्न त यो भिडियोमा लाइक सेयर सब्सक्राइब नगर्नेको ल केटाहरूले चाहिँ गाडी भेट्यो भनिरहेको छ त्यो त्यो निलो पाला भनिरहेको छ कुन हो थाहा भएन है मलाई चाहिँ जस्ट चिल भने आज है गाइज जे होस् निक भाइको चलफल चाहिँ वेस्टदेखि इस्टमा छ है कुन हो गाडी यहाँ गाइज जाने बेला चाहिँ के भेट्दैन है नजाने बेला चाहिँ ए जाने बेला चाहिँ भेटिरहेको हुन्छ नजाने बेला चाहिँ बस चाहिँ भेट्दैन है केटा हो उता छ ओजी होइन हाम्रो ओजी फेरि ट्यावलको मेरो साथी होइन निक्स हो रियल नेम चाहिँ निक नेम चाहिँ ओजी मेरो साथीको नो खै त गाडी भेट्टाएन नि केटाहरूले त्यहाँ भक्तपुरको गाडी जान्छ अरे क्या ओजी आयो यहाँ रातो रुमालमा भक्तपुरको गाडी जान्छ अरे उतातिर कहाँ त्यहाँ त्यो अर्को छैन त्यो अर्कोले सोधेको थियो त्यहाँ भक्तपुरको गाडी जान्छ अरे उसले सोधेको थियो कि आउन भक्तपुर जान्छ अरे है भक्तपुर जान्छ अरे ल यहाँ भेट्दा छैन ल केटाहरू चाहिँ गइसक्यो हामी चाहिँ गएको छैनौँ म भोलि जान्छु गाइस भोलि ल यो झन् अब केटाहरू चाहिँ फाइ भागिरहेछ यस्तो गाडी बचिरेर है के गर्ने त्यही हो पारा ल भाग्यो अब म त्यहाँ पुगेसम्म केटाहरू गइसक्यो हुन्छ है दुईजना आँटिरहेको छ अरू चाहिँ पर्खिरहेको हुन्छ किनकि हिरो म्यान त पो परेको छ पर्खिनु परेन ओइ छिटो आएछ मेरो भाइ ल है गाइस गइरहेको छु हिँडिरहेको छु लगन खेलमा यस्तो केटाहरूलाई पुऱ्याउन आएको फर्र पारा है 300 500 रे है गाइस किन्ने भाइ आउनु
ल केटाहरू चाहिँ चल्दिन आइरहेछ है कहीँ भयो क्या जाऊ के भक्तपुर लगेर समल दोष बाई बाई समल दोष राम्रो ल अब चाहिँ हामी 12 जना आँटे भेटौँला त्यहीँ है त ल गाइस नेक्स्ट डे भइसक्यो हिजोको भ्लग चाहिँ सकिसक्यो होइन अब हामी चाहिँ बिहानदेखि यहाँ देउता ठोक्न आइरहेको छु यो लास्ट क्लिप अनि त्यसपछि भ्लग सक्यो हिजोको त्यही हो अनि आज चाहिँ भ्लग बनाउँछु कि बनाउँदिनँ थाहा छैन मोबाइल चार्ज गर्नुपर्छ पहिले सुरु त मैले होइन त्यही हो गाइस अहिले चाहिँ हिँडिरहेको छु देउता भाथा पुग्न लागिसक्यो होइन अहिले हिँड्नु बाँकी छ जो होस् देखिसक्यो मैले चाहिँ देखिसक्यो मैले नि हाम्रो मान्छेले नातिनी पनि सानो छैन त अब चाहिँ अगाडि भेट्दैला गाइस अहिले है ल भाइ चाहिँ पुगिसक्यो आज चाहिँ नेक्स्ट 2 पार्ट आउँछ होला घरमा मोबाइल चार्ज गर्छु है त्यही हो गाइस अब 2 पार्ट अर्को पार्ट आउँछ होला आज चाहिँ झगडा हुन्छ भन्ने कुरा चाहिँ सुनेको थियो त्यही हो भाइ आइसक्यो ल यसलाई कुरा यसलाई लिन त्यही हो ल है गाइस त्यही हो हिजोको भ्लग चाहिँ यति नै आजको हिजोको लागि यति नै होइन अब अलिक पछि भेटौँला नेक्स्ट भ्लगमा है गाइस ल